भुम्रे स्कुल मैले गोलो गोलो अन्डा पुलिसको डन्डा हनुमानको पुच्छर रामको बाटो भनेर पहिलो अक्षर सिकेको मेरो स्कुल। भुम्रे वासीहरू प्राय यही स्कुलमा पढेर आज कहाँ कहाँ पुगेका छौँ। सबैलाई स्मरण होला, हामीलाई पनि स्मरण छ। अफिसरले यो थिच्नुहुन्थ्यो, काली मिसले हातमा कुट्नुहुन्थ्यो, कसको लागि? हाम्रो भविष्यको लागि। यो भुम्रे स्कुलको याद ताजा भएको छ, बाल्यकालको याद ताजा भएको छ। म पुरै भुम्रे स्कुलको संरचना देखाउन चाहन्छु। ल हेर्नुहोस् कति राम्रो छ। मान्छेले सरकारी स्कुल भन्छन् र यो तपाईँले यो लेभलको सरकारी स्कुल सायद नेपालमा भेट्नुहुन्न। ल हेर्न सक्नुहुनेछ, अद्भुत अतुलनीय यति राम्रो छ। हेर्नुहोस् भुम्रे स्कुलको। ल हेर्नुहोस् त, सफा भने सफा, जताततै हेर्नुहोस्। हा अझ यो बिचमा चौरको बिचमा रहेको सरस्वती मन्दिरलाई हेर्नुहोस्। सरस्वती मन्दिर पनि हेर्न सक्नुहुनेछ भने यो सम्पूर्ण ल हेर्नुहोस्, यहाँका अग्रजहरूको मिटिङ हो। यहाँ 1986 मा खुलेको, राणाकालीन समयमा खुलेको यो हाम्रो स्याङ्जा जिल्लाकै सबैभन्दा पुरानो स्कुल है यो भुम्रे स्कुल।